नमस्कार। आज हामी टी हार्व एकरको एउटा चर्चित पुस्तक सिक्रेट्स अफ द मिलिनियर माइन्ड भित्र अलिक गहिरिएर हेर्दैछौँ। हाम्रो आजको उद्देश्य चाहिँ के हो भने हाम्रो आर्थिक जीवनलाई भित्रैदेखि केले डोर्याउँदो रहेछ। त्यो एउटा अदृश्य शक्ति जसलाई एकरले आर्थिक खाका वा मनी ब्लुप्रिन्ट भनेका छन्, त्यसलाई बुझ्ने प्रयास गरौँ। पुस्तकको एउटा एकदमै शक्तिशाली विचार छ, तपाईको आम्दानी त्यति मात्र बढ्न सक्छ जति तपाईँ आफै बढ्नुहुन्छ। यो रातारात धनी बन्ने कुनै सूत्र होइन है, बरु यो त खै कसरी भनौँ मानसिकता नै बदल्ने कुरा हो। यो आर्थिक खाकाको अवधारणाबाटै सुरु गरौँ न त। यसलाई घरको थर्मोस्ट्याट जस्तो सम्झनुस् न। थर्मोस्ट्याट हो, जसरी थर्मोस्ट्याटले कोठाको तापक्रमलाई एउटा निश्चित बिन्दुमा त्यो सेटिङमा राख्छ नि, हो त्यस्तै हाम्रो भित्री आर्थिक थर्मोस्ट्याटले पनि हाम्रो आर्थिक सफलताको स्तरलाई कतै सीमित त गरिरहेको छैन। एकदमै महत्त्वपूर्ण प्रश्न हो यो। अनि यो थर्मोस्ट्याटको सेटिङ, यो खाका चाहिँ बन्छ कसरी त? धेरै जसो यो बाल्यकालमै बन्छ। मतलब हामीले पैसाको बारेमा आमा बुवाबाट के सुन्यौं, उहाँहरूले पैसालाई कसरी व्यवहार गर्नुभयो, त्यो देखेर हामीले के विश्वास गर्यौं। हो, जस्तै त्यो पैसा रुखमा फल्दैन भन्ने भनाइ, अथवा धनीहरू त लोभी हुन्छन् जस्ता कुराहरू सुनिन्छ नि। सुनिन्छ। हो, यस्ता कुराहरूले हाम्रो अवचेतन मनमा गहिरो छाप छोड्छन् क्या। अनि हामीलाई थाहै नभई हाम्रो आर्थिक निर्णयहरूमा त्यसको असर परिरहेको हुन्छ। एउटा उदाहरण हेरौँ न त यसको। पुस्तकमा सारा भन्ने एकजना ग्राफिक डिजाइनरको कथा छ। उनी एकदमै प्रतिभावान, सृजनशील। तर के हुन्थ्यो भने ठूला अवसरहरू आउँदा पछि हट्थिन्, मोलतोल गर्न पनि डराउँथिन्। किन होला त? किनभने भित्र कतै एउटा विश्वास थियो, म यति धेरैको लागि योग्य छैन। कस्तो अचम्म है। हो नि। अनि कति सामान्य छ यस्तो हुनु। हामी मध्ये धेरैले थाहै नपाई यस्तै अदृश्य सीमाहरू त्यो आर्थिक खाकाले गर्दा कोरेका हुन्छौँ। अनि साराको के भयो त? जब साराले आफ्नो यो भित्री विश्वास, यो खाकालाई चिनिन् अनि त्यसलाई परिवर्तन गर्न थालिन्, पुस्तक अनुसार त उनको आम्दानी 6 महिनामै 3 गुणाले बढ्यो रे। वाउ! भनेपछि बाहिरी सिप मात्र होइन, भित्री विश्वासले कति फरक पार्दो रहेछ। वास्तवमा भित्री विश्वास त्यो खाका नै प्रमुख हो। हो, यही भित्री खाकाको भिन्नताले गर्दा नै होला धनी र गरिब मानसिकता भएका मानिसहरूको सोचाइमा पनि फरक पर्छ। एकरले यस्ता 17वटा भिन्नताहरू छुट्याएका छन्। के रे, धन सम्पत्तिका फाइलहरू, वेल्थ फाइल्स भनेका छन्। वेल्थ फाइल्स। केही मुख्य भिन्नताहरू हेरौँ न त, जसले यो अवधारणा अझै स्पष्ट पार्छ के। हुन्छ। पहिलो फाइल नै हेरौँ। धनी मानिसहरू विश्वास गर्छन्, म मेरो जीवन आफै सृजना गर्छु।